कार्यालय चौतारामा दर्ता गरेर मैले सुरु गरेको औपचारिक भनौँ त्यसभन्दा पछाडि चाहिँ त्योभन्दा पहिला हामीले अनौपचारिक रूपमा काठमाडौँमा कुखुरा पाल्यौँ। 12/20बाट दाना चल्ला सप्लाईको हामी काम गर्थ्यौँ र 73 सालबाट चाहिँ औपचारिक रूपमा सुरु गरेको हो र यो रुरल एग्रो फर्म चाहिँ 2076 सालमा दर्ता भएर सुरु भएको हो। यसले चाहिँ योभन्दा पहिला कुखुरा पाल्ने मात्रै काम गर्थ्यो। यो एउटा युनिट हो हाम्रो रुरल फिड भन्ने, अर्को दाना चल्ला किसानहरूलाई सुविधा दिने अर्को नै छ र यसले चाहिँ 76 सालबाट कुखुरा पाल्ने काम गर्थ्यो र अहिले चाहिँ प्रदेश सरकारमा मैले यो 10-12 वर्ष काम गरेको अनुभव र म कुनै एउटा संस्थामा मैले अहिले पनि नेसनल सेल्स हेड भएर काम हेरिरहेको छु यही कृषि सम्बन्धी नै। त्यसको अनुभवको आधारमा मैले प्रदेश सरकारलाई गएर मेरो गाउँमा किसानको सङ्ख्या यति छ, त्यहाँको उत्पादन यो छ, त्यहाँको किसानको समस्या यस्तो छ र हामीले गरिरहेको काम यो छ, त्यसको निम्ति चाहिँ तपाईँहरूले सहजीकरणको प्रयास गरिदिनु होला भनेर 2-3 चोटि नै प्रदेश सरकार समक्ष गएर मैले अनुरोध गरेको थिएँ। अघिल्लो वर्ष चाहिँ 60 लाख चाहिँ बजेट त्रिपुरा सुन्दरी गाउँपालिका र प्रदेश सरकारको समन्वयमा हामीले प्राप्त गर्यौँ यो रुरल एग्रो फर्मको नाममा र बाट। त्यसै अन्तर्गत हामीले पुसमा सम्झौता गरेर यो काम हामीले सुरु गऱ्यौँ। अब यो फार्मबाट अहिले सुविधा पाउने त्रिपुरा सुन्दरी गाउँपालिका मात्रै नभएर 12/20 नगरपालिका र बलिफी गाउँपालिकाको पनि केही वडाको कृषकहरू हुनुहुन्छ र हामीले स्थापित गर्न खोजेको एउटै मात्र कुरा के भने पैसा कमाउने, आर्थिक उपार्जन गर्ने भन्ने कुरा व्यवसायको धर्मभित्र पर्छ र त्योभन्दा बाहेक पनि यहाँ जसले व्यावसायिक रूपमा कुखुरा पालन गरिरहनु भएको छ, लामो समयदेखि पालिरहनु भएको छ, उहाँहरूलाई पनि हामी सँगसँगै हाम्रो आर्थिक चाहिँ उन्नयन सँगसँगै उहाँहरूलाई पनि अगाडि लिएर जानुपर्छ भनेर मैले यो काम गरेको हो। यो कामबाट मलाई मात्रै व्यक्तिगत फाइदा हुने अथवा मेरो फर्मलाई मात्रै अथवा मेरो परिवारलाई मात्रै हुने भन्दा पनि सिङ्गो कृषकहरूलाई पनि हुने र हाम्रो यस क्षेत्रमा उत्पादन सम्बन्धी उद्योग खास गरी सिन्धुपाल्चोकलाई चाहिँ चाइनाबाट सामान इम्पोर्ट गर्ने र चाहिँ वितरण गर्ने एउटा ठुलो व्यवसायीहरूको पहिचानको रूपमा चिन्ने जिल्ला हो। त्यसमा पनि उत्पादनमूलक उद्योग एकदमै कम छ र त्यसमा पनि सिन्धुपाल्चोकमा त झनै कम छ, त्रिपुरा सुन्दरी गाउँपालिकामा झनै कम छ। त्यो क्रममा चाहिँ यो कुरालाई हाम्रो इमेजलाई चाहिँ अलिकति परिवर्तन गर्नुपर्छ, किसानलाई पनि सुविधा दिनुपर्छ र हाम्रो गाउँपालिकामा पनि उत्पादनमूलक उद्योगहरूको चाहिँ बढावा दिनुपर्छ भन्ने हिसाबले मैले यो काम सुरु गरेको हो र अहिले हामी लगभग उत्पादन चाहिँ ट्रायल फेजमै छौँ भनेर भनौँ। 1 महिना लगभग भयो। हामीले मेसिनहरू चाहिँ कुन क्यापेसिटीमा चलाउन सकिन्छ, काम गर्ने मान्छेहरूलाई तालिम कुन लेभलमा दिन सकिन्छ, यो औपचारिक उद्घाटन हुनुभन्दा पहिला नै हामीले त्यो कार्यक्रमहरू चाहिँ एक ढङ्गले हामीले समापन गरिसकेका छौँ भनेको अब चाहिँ हामी हाम्रो पूर्ण क्षमतामा चलाउन सक्ने स्थितिमा आइपुगेको भएर हामीले आज यो औपचारिक उद्घाटन चाहिँ कार्यक्रम राखेका हौँ र मैले तपाईँहरूलाई सरसर्ती भने र यही कार्यक्रमलाई जोडेर हामीले अर्को प्रदेश सरकारबाट प्राप्त भएको 60 लाख र यसमा लगानी भएका मेरो तर्फबाट भएको लगानी र यहाँ भएको खर्च र आम्दानीको विवरण पनि हामीले प्रस्तुत गरेर एउटा सार्वजनिक सुनवाईको कार्यक्रम पनि समापन गर्नेछौँ र त्योभन्दा पहिला चाहिँ हामीले यसलाई यहाँ उपस्थित अतिथि, प्रमुख अतिथि र हामी सबैजनाको एक अर्काको भावना साटासाट गर्ने र यो फर्मलाई शुभकामना दिनको निम्ति पनि सानो एउटा औपचारिक कार्यक्रम एकदमै छोटोमा उहाँहरूलाई पनि अलिकति हतार छ, कमसेकम आफ्नो भनाइ 3 देखि 5 मिनटमा टुङ्ग्याउने गरी मैले केही वक्ताहरूलाई प्रतिनिधिमूलक, अब सबैजनालाई समेट्न सम्भव पनि छैन, मैले वक्ताहरू केही छनौट गरेको छु र आफ्नो शुभकामना मन्तव्य राखिदिनको निम्ति कृषकहरूको तर्फबाट म